केही पनि गाह्रो छैन, गर्न इच्छा मात्र हुनु पर्यो र त्यो मान्छेले गर्न चाहन मात्र पर्यो। गाह्रो केही पनि छैन। हामीले डिजिटल स्किल सिकाउँछौँ। भर्खर न्यू जोइन हुनुभएकोले पनि इन्कम गरिराख्नु भएको छ। 1-2 दिनपछि चाहिँ 1-2 दिन जोइन हुनुहुन्छ, क्लास लग्नुहुन्छ, बुझ्नुहुन्छ अनि इन्कम स्टार्ट गरिराख्नु भएको छ। सो हजुर पनि मजाले जोइन गर्न सक्नुहुन्छ र हजुरले काम चाहिँ फ्री टाइममा गर्ने हो। जतिखेर हजुरले टाइम पाउनुहुन्छ त्यतिखेर गर्ने हो। कुन टाइम यो टाइममा गर्नुपर्छ भन्ने कुनै फिक्स हुँदैन। 24 आवर्समा हजुरले जति टाइम दिएर गर्न सक्नुहुन्छ त्यति टाइम दिएर गर्नुहोस् र हजुरको इन्कम त्यही अनुसारको हुन्छ। सो मजाले गर्न सक्नुहुन्छ। हजुरलाई गाइड पनि फुल्ली मिल्छ। जोइन हुनुहोस्, मलाई म्यासेज गर्नुहोस्, मैले गाइड गर्छु। हजुर जोइन भइसकेपछि WhatsApp कम्युनिटीमा जोइन हुनुहुन्छ। WhatsApp कम्युनिटीमा जोइन भइसकेपछि त्यहाँ सबै इन्फर्मेसन आउँछ र हाम्रो जुम क्लासहरू चल्छ। त्यो जुम क्लासमा पनि मजाले हजुरले क्लास लगेर चाहिँ बुझ्न सक्नुहुन्छ र हजुरले एउटा यी प्लेटफर्मलाई चाहिँ एउटा यस्तो हिसाबले लग्नुहोस् कि हजुरले अहिले फाइनान्सियल प्रब्लम परिरहेको हुनसक्छ। सो एउटा साइट वर्क गरेर चाहिँ दिनमा 1-2 घन्टा फ्री टाइममा आफ्नो मोबाइल र इन्टरनेटको युज गरेर चाहिँ हजुरले इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। सो भिडियो फुल्ली हेर्नुहोस् र आफ्नो अकाउन्ट बनाउनुहोस्, देन मजाले इन्कम गर्नुहोस्। सो हेलो एभ्रिवान, माइसेल्फ टङ्क बुढा छेत्री। हजुरहरूलाई चाहिँ मैले यो भिडियो के को लागि बनाउँदैछु भन्ने कुरा हजुरले थम्बनेल हेरेर या मेरो टाइटल पढेर चाहिँ बुझ्न सक्नुहुन्छ। मैले चाहिँ आज हजुरहरूको माझमा एउटा यस्तो प्लेटफर्म ल्याएर आएको छु जसबाट चाहिँ हजुरले आफूले डिजिटल स्किल सिकेर चाहिँ ती स्किल बेसमा चाहिँ इन्कम जेनेरेट गर्न सक्नुहुन्छ र हजुरले यो वर्कलाई पार्ट टाइम वर्क या हजुरलाई फ्री टाइममा पनि गर्न सक्नुहुन्छ। जस्तै हजुर पढ्दै हुनुहुन्छ या साइड जब गर्दै हुनुहुन्छ भने जुन टाइम हजुरलाई फ्री टाइम हुन्छ 1-2 आवर्स दिनको, त्यो काम त्यो टाइममा गर्न सक्नुहुन्छ। सो डिजिटल स्किल चाहिँ अहिले किन इम्पोर्टेन्ट छ हजुरले बुझ्नु भएको होला हैन। सोसियल मिडियाहरूमा हजुरले टिकटक, युट्युब जताततै देख्न सक्नुहुन्छ। एआईबाट क्रिएटेड भिडियोहरू चाहिँ ट्रेन्डिङमा गइरहेको हुन्छ र हामीले अब डिजिटल स्किल सिक्ने पालो आइसक्यो र हजुरले डिजिटल स्किल यो जेनेरेसनमा सिक्नुहुन्न भने हजुर धेरै कुराले पछि हुनुहुन्छ। सो हामीले यो प्लेटफर्ममा चाहिँ डिजिटल स्किलहरू सिक्दा सिक्दै अर्निङ गर्न सक्छौँ र यो प्लेटफर्ममा चाहिँ मैले कसरी अकाउन्ट बनाउने भन्ने टपिक चाहिँ आज ल्याएर मैले आएको छु र यो भिडियोमा म कम्प्लिट रूपमा सिकाउने छु कि हामीले यो प्लेटफर्म नेक्स्टवर्थ नेपालमा चाहिँ अकाउन्ट कसरी क्रिएट गर्न सक्छौँ र यसमा कसरी काम गर्न सक्छौँ भन्ने टपिक। एन्ड अर्को कुरा कि हामी यो प्लेटफर्ममा काम गरेर हाम्रो कुनै टाइम वेस्ट हुँदैन। हामीले डिजिटल स्किलहरू सिक्दा सिक्दै इन्कम जेनेरेट गर्न सक्छौँ र यो प्लेटफर्म फुल्ली गभर्नमेन्टबाट एप्रुभ प्लेटफर्म छ। दिनमा 1-2 घन्टा कति टाइम हजुरले फ्री टाइम पाउनुहुन्छ त्यो टाइम दिएर चाहिँ काम गर्नुहोस्। अर्को कुरा चाहिँ यो प्लेटफर्ममा काम गरेर हजुरले विथड्र या कुनै अरू प्रब्लम आउँदैन, कुनै तरिकाले पनि आउँदैन र विथड्र हजुरले सेवा, खल्ती या मोबाइल ब्याङ्किङ जस्तो प्लेटफर्महरूमा विथड्र गर्न सक्नुहुन्छ मजाले नै। सो विथड्र पनि धेरै टाइम लाग्दैन हजुरको। सबैभन्दा बढी लाग्यो भने 24 आवर्स हो या 10 मिनटदेखि लगेर 24 आवर्समा विथड्र कम्प्लिट हुन्छ। सो हजुरले चाहिँ यसमा मजाले जोइन भएर काम गर्न सक्नुहुन्छ। सो अब चाहिँ म हजुरलाई चाहिँ यसमा अकाउन्ट कसरी बनाउने भन्ने कुरा चाहिँ स्टेप बाई स्टेप देखाउँछु स्क्रिन सेयर गरेर। सो हजुरले हेरेर चाहिँ आफ्नो अकाउन्ट क्रिएट गर्न सक्नुहुन्छ। जब अकाउन्ट हजुरले क्रिएट गर्नुहुन्छ त्यसपछि चाहिँ मैले WhatsAppको नम्बर चाहिँ यता राखिदिएको छु। सो WhatsAppमा मलाई म्यासेज गर्नुहोस्, म हजुरलाई फुल्ली गाइड गरिदिन्छु। हजुर चाहिँ जब अकाउन्ट बनाइसकेपछि चाहिँ हजुर हाम्रो WhatsApp कम्युनिटीमा जोइन हुनुहुन्छ र हाम्रो यसमा चाहिँ 7 to 9 PM मा जुम क्लास पनि चल्छ। सो जुम क्लास एटेन्ड गरेर चाहिँ हजुरले कसरी काम गर्ने भन्ने कुराहरू बुझ्न सक्नुहुन्छ। सो हामीहरूसँग चाहिँ चारवटा अकाउन्टहरू एभाइलेबल हुन्छ। कोर अकाउन्ट, बेसिक अकाउन्ट, प्रिमियम अकाउन्ट एन्ड एडभान्स अकाउन्ट। सो यसमा चाहिँ के डिफ्रेन्ट हुन्छ भन्दाखेरि हजुरले चाहिँ यसमा जुन अकाउन्ट लग्नुहुन्छ त्यही अकाउन्ट अनुसारको स्किल पाउनुहुन्छ। कोर अकाउन्टमा कम स्किल हुन्छ भने चाहिँ एडभान्स अकाउन्टमा धेरै। सो स्किल कम र धेरै हुनका साथसाथ अब कम स्किल छ भने चाहिँ कम इन्कम हुन्छ र धेरै स्किल छ भने चाहिँ धेरै इन्कम हुन्छ। सो हजुरले त्यो सोचेर चाहिँ आफूसँग कतिको बजेट छ र त्यो अनुसारको चाहिँ आफ्नो अकाउन्ट बनाएर चाहिँ काम गर्न सक्नुहुन्छ। धन्यवाद। देन म हजुरलाई स्क्रिन सेयर गरेर देखाउँछु। स्टेप बाई स्टेप फलो गर्दै जानुहोस्। फर्स्ट हजुरले चाहिँ एउटा ब्राउजर ओपन गर्नुहोस्। जस्ट लाइक म क्रोम ब्राउजर ओपन गर्छु। जब क्रोम ब्राउजर ओपन गरिसकेपछि चाहिँ सर्च बारमा जानुहोस् र हजुरले सर्च गर्नुपर्ने हुन्छ नेक्स्टवर्थ नेपाल भनेर। सो हजुरले नेक्स्टवर्थ नेपाल टाइप गरेर चाहिँ सर्च गरिदिनुहोस्। सो त्यहाँ चाहिँ एउटा सबभन्दा फर्स्टमा हजुरले एउटा फर्स्ट
वेबसाइट भेटाउन सक्नुहुन्छ। त्यो वेबसाइटमा क्लिक गर्नुहोस्। देन त्यो वेबसाइटमा क्लिक गर्नुभयो भनेपछि चाहिँ हजुरले एउटा यस्तो टाइपको पेज देख्न सक्नुहुन्छ र त्यसमा स्क्रोल डाउन गर्नुहोस् र त्यहाँ हाम्रो प्याकेजेसहरू एभाइलेबल छ। कोर प्लान 799, त्यसपछि चाहिँ हाम्रो बेसिक प्लान रहन्छ। त्यो बेसिक प्लानको प्राइस रहेको छ 1900, अनि त्यसपछि हाम्रो प्रिमियम प्लान छ 299, त्यसपछि एडभान्स प्लानको चाहिँ 5999। सो हजुरले चाहिँ यसमा चाहिँ कुन प्याकेज लग्ने भनेर चाहिँ डिसाइड गर्नु भएको छ। त्यो प्याकेज सिलेक्ट गर्नुहोस्। हजुरले त्यो प्याकेज जुन प्याकेज लग्ने सोच्नु भएको छ त्यो प्याकेज हेरेर चाहिँ बाईको अप्सनमा क्लिक गर्नुहोस्। सो मैले अहिले एडभान्स प्लान लगेर देखाउँछु हजुरलाई। एडभान्स प्लान बाईको अप्सनमा क्लिक गरेँ। सो त्यसपछि बाई नाउमा क्लिक गर्नुहोस्। यहाँ देख्न सक्नुहुन्छ यसको एक्चुअल प्राइस चाहिँ 7499 छ र विथ प्रोमो कोड मतलब एउटा कोड राख्नुभयो भनेपछि चाहिँ 5999 पर्छ। सो मैले कोड चाहिँ स्क्रिनमा दिएको छु, कोड युज गर्नुहोस्। सो बाई नाउमा हजुरले क्लिक गर्नुहोस् फेरि, अनि त्यहाँ चाहिँ मैले जुन कोड दिएको छु त्यो कोड चाहिँ युज गर्नु होला। अनि नेम, इन्टर नेम, आफ्नो फुल नेम चाहिँ हजुरले यसमा राख्नुहोस्। मैले राख्छु टङ्क बुढा। अनि त्यसपछि चाहिँ इन्टर एड्रेस, जहाँ हजुर बस्नुहुन्छ त्यो एड्रेस चाहिँ राख्नुहोस् हैन। हजुरले जहाँ बस्दै गरिराख्नु भएको छ त्यो एड्रेस चाहिँ यसमा राखिदिनु होला। वीरेन्द्रनगर 3 सुर्खेत। सो त्यसपछि चाहिँ आफ्नो मोबाइल नम्बर हाल्नुहोस् यसमा। म आफ्नो मोबाइल नम्बर राखिदिन्छु 9767085445। सो त्यसपछि हजुरले यसमा इमेल राख्नु होला। हजुरले जुन इमेल युज गर्नुहुन्छ त्यो आफ्नो इमेल राख्नुहोस्। मैले आफ्नो इमेल राख्दिएँ। त्यसपछि एफिलिएट कोड रहेको छ। एफिलिएट कोडमा चाहिँ जुन मैले स्क्रिनमा दिएको छु त्यो एफिलिएट कोड राख्नुहोस्। स्क्रिनमा दिएको एफिलिएट कोड राखिसकेपछि चाहिँ हजुरले आफ्नो डेट अफ बर्थ राख्नुपर्ने हुन्छ। सो डिओभीमा जानुहोस् अनि आफ्नो डेट अफ बर्थ सिलेक्ट गर्नुहोस्। सो म चाहिँ आफ्नो डेट अफ बर्थ यसमा सिलेक्ट गर्छु र हजुर पनि आफ्नो डेट अफ बर्थ सिलेक्ट गरेर चाहिँ राख्नु होला। सो मैले आफ्नो डेट अफ बर्थ सिलेक्ट गरेँ। सो त्यसपछि चाहिँ आफ्नो डेट अफ बर्थ राखेर चाहिँ पासपोर्टमा जानुहोस् र हजुरले आफ्नो पासपोर्ट राख्नुहोस्। सो म आफ्नो पासपोर्ट राखिदिन्छु। सो त्यसपछि प्लेस अर्डरमा क्लिक गर्नु होला। हजुरले आफ्नो प्याकेज सिलेक्ट गरेर। सो म प्लेस अर्डरमा क्लिक गरिदिन्छु। हजुरले चाहिँ यहाँ अरू प्याकेजहरू पनि देख्न सक्नुहुन्छ। प्लेस अर्डरमा क्लिक गर्नुहोस्। त्यसपछि एग्रीको अप्सन सिलेक्ट गरेर प्लेस अर्डरमा क्लिक गर्नुभयो भनेपछि त्यसपछि चाहिँ हजुरलाई यहाँ एउटा अप्सन सिलेक्ट गर्नुपर्ने हुन्छ। फर्स्टको अप्सन देख्न सक्नुहुन्छ पे विथ क्युआर। सो प्लेस अर्डर गर्नुहोस् त्यसमा गएर। त्यसमा अनि हजुरले वेबसाइटको अफिसियल क्युआर भेट्न सक्नुहुन्छ, फोन पे। सो हजुरले चाहिँ क्युआरको स्क्रिनसट राख्नुहोस्, पेमेन्ट गर्न सजिलो हुन्छ। मैले स्क्रिनसट गरेँ। त्यसपछि स्क्रिनसट गरेपछि चाहिँ हजुरले पेमेन्ट गर्नुपर्ने हुन्छ। हजुरले कुन प्याकेज लग्दै हुनुहुन्छ त्यसको पेमेन्ट गरिदिनु होला हजुरले। सो मैले सेवामा गएर चाहिँ त्यसको प्राइस कति छ त्यति पेमेन्ट गर्नुपर्ने हुन्छ। सो मैले क्युआर सिलेक्ट गरेर चाहिँ मैले त्यसमा पेमेन्ट गर्नुपर्ने हुन्छ। अनि त्यसको प्राइस रहेको थियो 5999। सो त्यसपछि रिमार्क्समा बिल लेखेँ। हजुरले पनि रिमार्क्समा बिल लेख्नु होला एन्ड हजुरले पेमेन्ट गरिदिनु होला। पेमेन्ट गरिसकेपछि स्क्रिनसट लग्नुपर्ने हुन्छ, किनभनेपछि हजुरले स्क्रिनसट त्यसमा अपलोड गर्नुपर्ने हुन्छ। सो स्क्रिनसट लग्नुहोस्। सो स्क्रिनसट लगिसकेपछि हजुर त्यही ब्राउजरमा जानुहोस् जहाँ हजुरले अकाउन्ट बनाउनु भएको छ। सो त्यसमा चाहिँ हजुरले स्क्रिनसट गरेको फोटो चाहिँ अपलोड गर्नुपर्ने हुन्छ। सो म त्यो फोटो अपलोड गरिदिन्छु, पेमेन्ट गरेको फोटो। सो हजुरले पनि अपलोड गर्नु होला। सो मैले सिलेक्ट गरेर डन गरिदिन्छु। अनि त्यसपछि हजुरले त्यहाँ एउटा ट्रान्जेक्सन आइडी हाल्नुपर्ने हुन्छ। हजुरले चाहिँ ब्याङ्क सेवा जुनसुकैबाट गर्नुहुन्छ भने पनि त्यहाँबाट हजुरले एउटा कोड भेट्न सक्नुहुन्छ या ट्रान्जेक्सन आइडी, ट्रान्जेक्सन कोड भनेर दिएको हुन्छ। सो त्यो कोड चाहिँ यसमा राख्नु होला। सो त्यसमा कोड राखिसकेपछि चाहिँ हजुरले सेन्ड गर्न सक्नुहुन्छ। सो यो सबै चिज गरिसकेपछि चाहिँ हजुरलाई केही टाइम लाग्छ। हजुरको डिटेल्स चाहिँ सबमिट भइसक्छ र हजुरलाई यहाँ के भनेको हुन्छ, योर डिटेल्स हेज बिन सबमिटेड, प्लिज वेट फर कन्फर्मेसन भनेको हुन्छ। सो हजुरको अकाउन्ट एक्टिभ हुनलाई केही टाइम लाग्छ। सो वेट गरिदिनु होला। त्यसपछि चाहिँ हजुरले फेरि वेट गरेर चाहिँ केही टाइम फेरि आफ्नो अकाउन्ट चाहिँ ट्राई गर्न सक्नुहुन्छ।
केही टाइमपछि हजुरले चाहिँ फेरि त्यही ब्राउजरमा आउनु होला र 3 लाइन्समा गएर लगइनको अप्सनमा क्लिक गर्नु होला। सो त्यसमा चाहिँ हजुरले जुन आफ्नो इमेल आइडी र पासवर्ड राख्नु भएको छ त्यो इमेल आइडी र पासवर्ड चाहिँ यसमा हान्नुपर्ने हुन्छ। सो म आफ्नो इमेल आइडी र पासवर्ड यसमा हान्छु। देन हजुरले इमेल आइडी र आफ्नो पासवर्ड हानिसकेपछि चाहिँ आफ्नो अकाउन्ट चाहिँ खोल्न सक्नुहुन्छ। अकाउन्ट खोलिसकेपछि हजुरलाई यसमा सबै डिटेल्सहरू देखाउँछ। सो मैले एडभान्स प्लान लगेको छु। सो मलाई एडभान्स प्लानमा मिल्ने सबै 15 वटा स्किलहरू चाहिँ यसमा एभाइलेबल भएको देखाउँछ। सो स्किलहरू हजुरले देख्न सक्नुहुन्छ। हजुरले जुन प्याकेज लग्नुहुन्छ त्यही प्याकेज अनुसार स्किल पाउनुहुन्छ, अघि नै भनेको छु। सो अकाउन्ट चाहिँ बनिसकेको छ। देन हजुरले पनि यसरी नै अकाउन्ट बनाउन सक्नुहुन्छ। देन हजुरले यसरी नै अकाउन्ट बनाउन सक्नुहुन्छ। सो त्यसपछि अकाउन्ट बनाइसकेपछि चाहिँ हजुरलाई हाम्रो वेबसाइटको अफिसियल कम्युनिटीमा चाहिँ जोइन गरिन्छ र हजुरले आफ्नो काम स्टार्ट गर्न सक्नुहुन्छ मजाले। त्यो कम्युनिटीमा चाहिँ हजुरलाई गाइड गरिन्छ र हाम्रो 7 to 9 PM मा क्लास पनि चल्छ। सो अकाउन्ट बनाउनुहोस्, त्यसपछि चाहिँ हजुरले वेबसाइटमा जोइन गरेर चाहिँ क्लास एटेन्ड गर्नुहोस्। त्यसपछि चाहिँ हजुरले आफ्नो काम गरेर चाहिँ इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। ओके, मैले चाहिँ हजुरलाई चाहिँ कसरी जोइन हुने र कसरी अकाउन्ट बनाउने फुल्ली चाहिँ मैले डिटेल्समा स्टेप बाई स्टेप भनेको छु। सो हजुरले चाहिँ स्टेप बाई स्टेप फलो गर्दै जानुहोस् एन्ड अकाउन्ट बनाउनुहोस्। त्यसपछि चाहिँ हजुरले आफ्नो काम स्टार्ट गर्न सक्नुहुन्छ। हजुर जब चाहिँ यो प्लेटफर्ममा कनेक्ट भइसकेपछि चाहिँ हजुरलाई व्हाट्सएप कम्युनिटी ग्रुपमा चाहिँ जोइन गरिन्छ। सो त्यहाँ चाहिँ हाम्रो 7 to 9 PM मा क्लास चलिरहेको हुन्छ, जुम क्लास, जहाँ चाहिँ सिकाइन्छ कसरी काम गर्ने, कुन स्किलको युज कसरी गर्ने भनेर। सो त्यही नै हो। धन्यवाद। लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस्।